हेलो एभ्रिवान, गुड इभिनिङ। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु है। म चाहिँ यहाँनिर मैदा र सुजीको चाहिँ सेलरोटी पोल्न आँटेको छु हो। एकदम चामल चाहिँ नहालेको मैदा र सुजी हालेर चाहिँ रोटी पोल्न आँटेको छु। यहाँ हाम्रो एकजनालाई पुरा खानु मन पऱ्यो अरे दिदीलाई हो। यो सुजी डल्लै हालिदिऊ के गर्नु। सो यहाँ चाहिँ है म चाहिँ यहाँनिर पिठो मुस्नुको लागि चाहिँ रेडी गर्दैछु, नरिवलहरू हाल्दैछु हो। अनि यहाँ रेडी हुँदैछ रोटी पोल्नुको लागि। यहाँनिर चाहिँ दिदीले रोटी पोलेको चाहिँ भिडियो गरिदिनु हुँदैछ है। यहाँ फर्स्टमा त एकदमै अप्ठ्यारो हुँदो रहेछ त्यो पोल्नु हो। अन्त रोटीहरू पनि कस्तो देखिराख्नु भएको छ तपाईँहरूले है। अनि सो गाइज मैले चाहिँ रोटीहरू पोलिसकेको छु है। बिचारा दिदीले खानु मन पर्यो भनेर तातो तातो खानुभयो है। अनि आजलाई यति नै, फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ। भिडियो लाइक, सेयर, कमेन्ट गर्नु चाहिँ नभुल्नु।